के अहिलेको प्रधानमन्त्री जनताले चुनेको हो के अहिलेको राष्ट्रपति जनताले चुनेको हो सीमितै संसदभित्र भएका केही व्यक्तिले चुनेको? यदि दम हिम्मत र क्षमता जनतामा जान सक्ने छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गरेर स्वीकार्छु। मैले हत्याराको कुरा गर्नुभएको थियो माननीयज्यूले। म आज अनुरोध गर्न चाहन्छु, मदन भण्डारीको हत्या कसले गर्यो त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले यो देशको प्रधानमन्त्री हुन्छ। मदन भण्डारीको हत्या पत्ता लगाउन कसले रोक्यो? त्यसको जवाफ यो संसदलाई चाहिन्छ। अघि एकजना मान्यज्यूले भन्दै हुनुहुन्थ्यो, काण्ड सम्झाइदेऊ, निर्मला पन्तको बलात्कारपछि हत्या भयो। तपाईहरूका कति गृहमन्त्री फेरिए, कति प्रधानमन्त्री फेरिए, कति पटक वल्लो पक्ष सरकारमा गयो गणतन्त्रवादीहरू। एकजना निर्मलाको हत्यालाई अहिलेसम्म पत्ता लगाउन सकेका छौ? बाँदर मुडे घटना याद छ? निहत्या नागरिकलाई बम हानेर मारे हो कि होइन? अझ अर्को घटना सम्झाइदिउँ, लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्याराहरू आज यही संसदमा सांसद भएर हिँडिरहेका छन्। यसको जवाब चाहिन्छ कि चाहिँदैन? म फेरि पनि भन्छु, मलाई बहुत इच्छा थियो यो 2-3 दिनदेखि यो हुर्याइदिउँ, कसैको मुखमा लगेर ठोकिदिउँ, तर मिल्दैन। कसरी यस्तो बजेट बनाउन सकिन्छ भने, कसरी यसरी लेख्न सकिन्छ भने, कसरी यस्तो लेख्न सकिन्छ भने, कसरी आँट आउँछ राज्य सम्पत्ति यसरी मन परि बाँड्न कसरी सकिन्छ भने, कसरी आँट आउँछ? यो देखिने कुरा हो, कसरी सकिन्छ? मन्त्रीको उपस्थिति चाहियो। ठिक छ, सभामुख म रातिसम्म पर्खिनुहुन्छ भने हामी पनि पर्खिन्छौँ, केही छैन।